दाइ यहाँ बिजा भत्ता लिने ठाउँ कतातिर हो? यहीँबाट राइट जानु न। यहाँ राइट टाढै छ? धेरै छैन म यहीँबाट। पहिलोचोटि आएँ कि हजुरबाको लागि लिन आएको थियो अनि त्यो भएर म नि भर्खरै आएको बाबाको। मलाई बरु एकचोटि हेल्प गर्नु मिल्छ त्यहाँसम्म कहाँबाट जाने थाहा भएन मलाई। म नि भर्खरै हिँडेर आएको। अब हस्पिटल पनि जानु छ। खुट्टा दुखिरहेको छ। खुट्टामा गाह्रो भएको छ। किन के भएको र हजुरलाई? खुट्टामा स्टिल हालेको छ। भर्खरै त्यहाँबाट आउनु खुट्टा दुख्यो कि। अब हस्पिटल पनि जानुपर्छ। एकछिन बस्नु र खुट्टा दुखेको भयो त। खुट्टा दुख्यो भन्नुभयो बस्नु बस्नु बस्नु। किन के भएको भन्नु मिल्छ बरु? स्टिल हालेको छ। स्टिल कति भयो हाल्नु भएको? 4 वर्ष भयो। 4 वर्ष भइसक्यो? अच्छा। आम्मा डक्टरले त अब 2 वर्षमै निकाल भन्नुभएको थियो। 4 वर्ष भयो। किनभने ननिकाल्नु भएको अनि 4 वर्षमा 2 वर्षमा निकाल्नु? मेरो अवस्था पनि कमजोर छ कि घरमा हेर्ने मैले अवस्था कमजोर मतलब आर्थिक अवस्था? हजुर। घरमा को हुनुहुन्छ तपाईँको? मम्मी बाबा म बहिनी। ए सबै तपाईँले हेर्नुपर्छ? हजुर। ड्याडी मम्मी चाहिँ के गर्नुहुन्छ नि? म बाबाको पनि खुट्टा भएको छ। ए त्यस्तोहरू त्यही बाबाको लागि मैले गरेर आएको हो। ड्याडीको लागि त्यसो घरमा सबै तपाईँले हेर्नुहुन्छ? त्यो निकै गाह्रो रहेछ तपाईँलाई। ए म नि आज यहाँ लिन आएको थिएँ कि वेदाबाट अनि यहाँ हजुरबाको लागि नभ्याउने भएको थियो अनि ए स्टिल ल्याउनु मिल्छ कि? निकै दुख्यो हिँड्नै गाह्रो हुने हो? राति पनि दुख्छ कि। त्यो मैले भर्खर नोटिस त गरिरहेको थिएँ तपाईँले हिँड्ने बेला अलिक अप्ठ्यारो मानेर हिँडेको अप्ठ्यारो छ भएर यहाँदेखि यहाँसम्म आएको छ। 2 वर्षमा निकाल्नु पर्ने चिज 4 वर्षमा यति पैसा नभएर के काम गर्नुहुन्छ? म पानी बोक्ने काम गर्छु। पानी बोक्ने काम गर्नुहुन्छ? पानी बोक्ने काम गरेर नि अब त्यही दिनमा 6-700 हुन्छ। अनि अहिले पनि बोकिराख्नु भएको छ कि यस्तो अवस्थामा त? अहिले त यस्तो देखेर गर्नु दिनु हुँदैन। ए गर्नु दिनु हुँदैन? त्यसै कामहरू नि केही पनि छैन अहिले? त्यसै पैसा आउने स्रोत केही पनि छैन घरमा फेरि अहिले? छैन। त्यही पानी बोकेर घरमा त्यो बेला सामान पहिले चाहिँ त्यो गर्नुहुन्थ्यो? अहिले चाहिँ गर्दैन। अहिले त अब सबैले पनि देखेर यस्तो छ अब हुँदैन। म पनि भर्खर तपाईँ हिँडेर आउने बेला अलिक कस्तो अप्ठ्यारो गरेर आइरहनु भएको थियो कि अनि के भएको हो कि? अब घरमा पनि त्यस्तो गाह्रो छ त्यस्तै। अनि हजुरको नाम के पर्यो होला? मेरो नाम विराज लामा हो। कहाँदेखि आउनुभएको? म यहाँ बसन्तपुरमा। बसन्तपुरमा बस्नु? बसन्तपुरमा आफ्नै घर हो कि कस्तो? होइन बालमा बस्छु। ए अनि बाबामा पनि खुट्टा भएको छ कि यस्तो अनि बाबा आउनु सक्नुहुन्न। मै आएको हो। अनि रेन्टहरू चाहिँ कसरी तिरिराख्नु भएको छ फेरि सबै? रेन्ट